बाजुरा सामुदायिक अध्ययन केन्द्रले आयोजना गरेको जिल्लाव्यापी देउडा दोहोरी प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। जिल्लामा बिरलै आयोजना गरिने देउडा दोहोरी प्रतियोगिता व्यापक स्थानीयको उपस्थितिमा सम्पन्न भएको हो। अध्ययन केन्द्रका अध्यक्ष प्रेम विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि एमाले उपसचिव गगन रावल रहनु भएको थियो। लोक संस्कृति, कला र साहित्य बाजुराली शान संरक्षण र प्रवर्धनका लागि हाम्रो अभियान भन्ने मूल सन्देश सहित कार्यक्रम बाजुरालीको सांस्कृतिक पर्व अनन्त्य मेलाको अवसरमा आयोजना गरिएको हो। स्थानीय कला संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने लक्ष्यका साथ आयोजना गरिएको प्रतियोगिता अन्तर्गत देउडातर्फ 10 र दोहोरीतर्फ 6 वटा टिमले भाग लिएका थिए। शिक्षा विकासमा महिलाको भूमिका विषयक दोहोरी र सरसफाइ अभियान विषयक देउडा गीत प्रतियोगिता गरिएको अध्यक्ष प्रेम विकले बताउनु भएको छ। प्रतियोगितामा देउडातर्फ सृजनशील महिला समूह प्रथम, पत्रकार महासंघ द्वितीय, जागरण महिला समूह तृतीय भएका छन् भने दोहोरीतर्फ बैरागी दोहोरी समूह प्रथम, रेडियो पौरखी द्वितीय, पत्रकार महासंघ तृतीय र महिला मालिका स्काउट समूह सान्त्वना स्थान ल्याउन सफल भएका छन्। प्रतियोगिता सबै विजेता प्रथम, द्वितीय, तृतीय र सान्त्वना टिमलाई क्रमशः 1500, 1700 र 500 रुपियाँ पुरस्कार सहित प्रशंसा पत्र प्रदान गरिएको छ। जिल्लागरी सञ्चालन गरिएको साँझ अबेरसम्म सञ्चालन भएको प्रतियोगिताको सञ्चालन सचिव जङ्ग विकले गर्नुभएको थियो भने स्वागत मन्तव्य लक्ष्मीराज उपाध्यायले गर्नुभएको थियो। कार्यक्रमको एमाले उपसचिव गगन रावलले देउडा र दोहोरी गाएर उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा खानेपानी कार्यालय प्रमुख रामेश्वर घिमिरे, सहायक जिल्ला शिक्षा अधिकारी सूर्यबहादुर सिंह, मार्तडी गाविस सचिव सिद्धराज जोशी, निमित्त स्थानीय विकास अधिकारी देवबहादुर घरती लगायतले मन्तव्य राख्नु भएको थियो। प्रतियोगिताको निर्णायक भूमिका देवबहादुर घरती, लक्ष्मी ढकाल, नरबहादुर विक, कृष्ण ओली र धीरेन विकेले गर्नुभएको थियो। सरसफाइ अभियानलाई बढावा दिन र शिक्षा विकासमा महिलाको सहभागिता गराउन कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमको बीचमा विभिन्न स्रष्टाहरूले कला प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्ड्या, जनस्वास्थ्य अधिकारी ज्ञानेन्द्र दवाडी, प्रहरी निरीक्षक हिक्मत बहादुर बोहरा, पत्रकार महासंघका अध्यक्ष मदनराज जैसी, पूर्व अध्यक्ष अर्जुन शाह, खानेपानी कार्यालयका शिवराज नेउपाने लगायतको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले कला संस्कृति पहिचानसँग जोडिएको विषय भएकाले संरक्षणमा सबैले जोड दिनुपर्ने बताएका छन्। मार्तडीमा दिशामुक्त घोषणामा ढिलाइ भएकाले अधिकांशले त्यसैलाई संकेत गरेर आलोचना गरेका थिए। जिल्लावासीको सांस्कृतिक पर्व अनन्त्यलाई हिजो साँझबाट औपचारिक रूपमा समापन गरिएको छ। भाद्र पञ्चमीको दिनबाट सुरु भएको मेला अर्को भाद्र पूर्णिमाका दिनसम्मका लागि समापन भएको हो। जिल्लावासीले अनन्त्यलाई दशैं र तिहार पछिको दोस्रो ठूलो पर्वका रूपमा मनाउने गरेका छन्। अनन्त्यका अवसरमा मार्तडीमा हिजो साँझदेखि अहिले बिहानसम्म पनि चहल पहल निकै उत्साहित रहेको छ। मेला हेर्न हजारौं दर्शकहरू मार्तडी पुगेका थिए भने लेक खर्कमा रहेका पनि यति बेला घरमा भेटिएका छन्। मेलालाई ध्यानमा राखी स्थानीय प्रहरी प्रशासनले कडा सुरक्षा व्यवस्था पारिएको भए पनि मदिराको नसामा लट्ठिएर मात्तिने युवाहरूको संख्यामा भने कुनै कमी देखिएको थिएन। मार्तडी गाविसले पनि स्वयंसेवक खटाएको थियो तर त्यसको कुनै प्रभाव युवाहरूले गरेका थिएनन्। नेपाल स्वास्थ्य कर्मचारी संगठनले मेला हेर्न आउनेहरूका लागि स्वास्थ्य सेवा पनि उपलब्ध गराएको थियो। महाभारतमा कौरवसँगको लडाईँमा पाण्डवले गरेको विजय प्राप्तिको खुसियालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले मनाउने विजय उत्सवको रूपमा यो पर्व मनाउने गरिएको छ। मेलाको अवसरमा राष्ट्रिय स्वास्थ्य कर्मी संघ नेपाल जिल्ला शाखा बाजुराले अनन्ती मेलामा आउने दर्शकहरूलाई ब्यानर मार्फत पनि स्वागत गरेका छन्। स्वास्थ्य कर्मी संघका जिल्ला अध्यक्ष दिलाराम भट्ट, संघका केन्द्रीय प्रतिनिधि दुर्गा बजगाई, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष खोमबहादुर खालिङ राई लगायतले ब्यानर टाँसेर स्वागत गर्नु भएको हो। स्थानीय कला संस्कृतिको प्रवर्धन गर्न आफूले ब्यानर सहित स्वागत गरेको उनीहरूले बताएका छन्। संघले मेलामा सामान्य उपचार समेत गरेको केन्द्रीय प्रतिनिधि दुर्गा बजगाईले बताउनु भएको छ। जिल्लाका सबैजसो स्थानीय बजारमा दैनिक उपभोग्य सामानको अभाव देखिएको छ। साथै मार्तडी सडक सुचारू नहुँदा बजारमा दैनिक उपभोग्य सामानको अभाव देखिएको हो। सडक गएको असारदेखि अवरुद्ध भएको छ। दशैंसम्म तिपाडासम्म सडक सुचारू नहुने भएपछि घर बिदामा आउनेहरूका लागि पनि समस्या हुने भएको छ। गएको वर्ष असोज 1 गते तिपाडामा बस सेवा पुगेको थियो। यो वर्ष बर्सातले बिग्रिएको सडक समेत मर्मतका लागि पहल गरिएको छैन। 19 वर्ष बितिसक्दा पनि 57 किलोमिटर सडक पुरा नभएको साफे मार्तडी देशकै पहिलो उदाहरण हो। सुर्खेत जुम्ला
होला। त्यसको वर्षैपछि शिलान्यास भए पनि 2 वर्ष पहिले नै सदरमुकाम जोडिसकिएको छ। जिल्लामा एक बहलवाला मन्त्री, 5 जना सभासद, 5 जना देशकै ठूलो पार्टीको केन्द्रीय सदस्य छन्, तर जिल्लावासीले भने सामान्य राहत समेत नपाएको अवस्था छ। अझै जिल्लावासीले हिउँदका केही महिना तिपाडासम्म आउने भए पनि बर्सातमा भने बाजुरा अछामको नाकामा बस रोकिने गरेको छ। क्याबिनेट मन्त्री पाएको वर्ष पनि यो सडकले प्राथमिकता नपाएकोमा जिल्लावासी दुखी बनेका छन्। असारबाट अवरुद्ध सडक सञ्चालन गर्ने सुरसार नै छैन। महँगी आकाशिएको छ। प्रति सामानको मार्तडीमा 10 देखि 20 रुपियाँ मूल्य बढेको छ भने कोल्टीमा 30 देखि 50 रुपियाँ मूल्य वृद्धि भएको छ। कोल्टी क्षेत्रमा खाद्य अभाव देखिएको छ। संस्थानको चामल साउनमै सकिएको हो। बाटो समस्याले खच्चडले समेत भारी बोक्न छोडेपछि व्यापारीले मान्छे मार्फत महँगो भाडा तिरेर सामान ढुवानी गर्न बाध्य भएका छन्। बजारमा मोटा चामलको प्रति केजी 80 देखि 100 रुपियाँ तिर्नुपर्ने बाध्यता जिल्लावासीको छ। सडक सुचारुका लागि उद्योग वाणिज्य संघले पठाएको ज्ञापन पत्र पनि कागजमै सीमित भएको छ। प्रशासन कार्यालय सडकको बारे प्रक्रिया भइरहेको भन्नमा ठिक्क रहेको आरोप व्यापारीको रहेको छ। दशैंसम्म पनि मार्तडी ट्र्याक्टर नपुगे जिल्लावासीले थप शास्ति खेप्नु पर्ने देखिन्छ। ब्रह्मदेव प्राथमिक विद्यालय आटिचौर मैतलामा विद्यालय व्यवस्थापन समिति गठन भएको छ। समिति अङ्गनाथ अध्यक्ष रहने गरी 9 सदस्यीय गठन गरिएको हो। सहमतिका आधारमा गठन गरिएको तुलेनाथले जानकारी दिनुभएको छ। त्यसै सिद्धेश्वरी प्राथमिक विद्यालय पाण्डुसेन 6 ढपकमा शिक्षक विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ, जसमा प्रेम सिंह गुरुङ अध्यक्षमा निर्वाचित हुनु भएको छ। त्यस्तै छ्यामकला बोहरा, लोकचन भट्टराई, मनधामी, पाउनो कुमार भण्डारी, दुर्गा सुनार, लक्ष्मी थापा, वीरेन्द्र सिंह लगायतकाला गिरी रहेको 9 सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको टेक बहादुर सिंहले जानकारी दिनुभएको छ। त्यसै सोनाम भण्डारी अध्यक्ष रहने गरी शिक्षक अभिभावक संघ पनि गठन भएको छ। विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर बोहरालाई शिक्षा विभागले प्रदान गरेको पुरस्कारको मार्फत विद्यालय व्यवस्थापन समिति गठनका अवसरमा सम्मान समेत गरिएको छ। सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा गर्ने बारेमा छलफल गर्न हिजो बसेको प्रमुख 3 दल र नेकपा माओवादीका शीर्ष नेताहरूबीच भएको छलफल निष्कर्षविहीन भएको छ। हिजो बसेको 4 दलको बैठकले पनि राजनीतिक सभाको मिति बारेमा सहमति जुटाउन सकेन। प्रधानमन्त्री सुशील कोइरालाको अमेरिका भ्रमण अघि नै सर्वपक्षीय छलफल गर्नुपर्ने कांग्रेस एमालेको प्रस्ताव नेकपा माओवादीले अस्वीकार गरेको छ। भदौ 28, 29 वा 31 गते सर्वपक्षीय सभा गर्नुपर्ने आफूहरूको प्रस्ताव नेकपा माओवादीका नेताहरूले अस्वीकार गरेको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो। बैठकमा नेकपा माओवादीले आफूहरूको पार्टीको व्यस्तताले गर्दा असोज 1 गते भित्र राजनीतिक सभाको मिति उपयुक्त नहुने भन्दै असोज 2 गते सभा गर्न पार्टीले प्रस्ताव गरेको थियो। बैठकमा सहभागी माओवादी सचिव देव गुरुङले प्रधानमन्त्री कोइराला असोज 3 गतेमा अमेरिका जानुपर्ने भन्दै आफूहरूको प्रस्ताव कांग्रेस एमालेका नेताहरूले नमानेको बताउनु भयो। शीर्ष नेताहरूको सहभागितामा बसेको बैठकमा सहमति हुन नसकेपछि सभाको मिति, एजेन्डा लगायतका विषयमा टुङ्गो लगाउने जिम्मा फेरि कार्यदललाई दिएको छ। चारै दललाई 2-2 जना नेता सम्मिलित कार्यदलले यसअघि 3 चरणमा छलफल गरे पनि सहमति जुटाउन सकेको थिएन। एकीकृत माओवादीले भने प्रधानमन्त्रीको अमेरिका भ्रमण अघि वा पछि जहिले गरे पनि हुने भनाई बैठकमा राखेको एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीले जानकारी दिनुभयो। कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने दुवै माओवादीको दाउ लटरपटर पारेर संविधान निर्माणको समयलाई धकेल्ने रहेको आरोप समेत लगाउनु भयो। तपाईले रेडियो बाजुरा 104 मेगा सँगै इन्टरनेट लाइन www.radiobajuरा.org मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 9 बजेका बिहानी खबर विशेष सुन्दै हुनुहुन्छ। हामीसँग जिल्लावासीको सांस्कृतिक पर्व अनन्ते, विशेष देउडा तथा दोहोरी प्रतियोगिताको रौनक, स्थानीयको उत्साह र पारखीको महमा आधारित एक रिपोर्ट, कुरा सचेतनाका अभियान संस्कृति बचाउने सुरुपछि। त्यसै गरी नेपाल आउन पोलियो खाएको प्रमाण चाहिने आइसक्यो। अड्कियो सर्वपक्षीय सभा मितिमा किसलो र बेलायत टुक्रिए विश्वभर तरङ्ग लगायतका खबर बाँकी नै छन्। बिहानी खबर विशेष सुन्दै गर्नुहोला। अब बाँकी खबर। संवैधानिक राजनीतिक समाज तथा सहमतिको प्रतिवेदनमाथि छलफल गर्न आज संविधान सभाको बैठक बस्ने भएको छ। बिहान 11 बजे संविधान सभा भवन नयाँ बानेश्वरमा बस्न लागेको संविधान सभाको 53औं बैठकमा हिजो पेश भएको प्रतिवेदनमा सभासदहरूले धारणा राख्ने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो। विषय नपाएर 2 महिनादेखि बैठक बस्न नसकेको भए पनि हिजोबाट भन्ने संसद समितिले तयार पारेको संविधान सभाका सहमति र असहमतिका बुँदा समावेश भएपछि बैठक बस्न लागेको हो। आजबाट ती बुँदामा छलफल सुरु हुने र केही दिन छलफल गरी सहमति भएका
विषय मस्यौदा समितिमा र विमतिका विषय फेरि संवाद समितिमा नै फिर्ता गरिनेछ। व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने भएको छ। दिउँसो 3 बजे संविधान सभा भवन नयाँ बानेश्वरमा बस्ने तय भएको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभएको छ। बैठकको समय र मिति तय भए पनि एकीकृत माओवादी लगायत विपक्षी दलहरूको अवरोधका कारण बैठक लगातार अवरुद्ध भइरहेको छ। हिजो पनि व्यवस्थापिका संसदको बैठक 5औं पटक अवरुद्ध भएको हो। बैठक सुचारू भएपछि विपक्षी दलले सहमति र बजेटबारे गरिएको प्रतिबद्धता कार्यान्वयन नभएसम्म सदन अवरुद्ध जारी राख्ने बताएका हुन्। विपक्षी दलका सभासदहरूले उठेर विरोध जनाउन थालेपछि हिजोका आजसम्मका लागि बैठक स्थगित भएको थियो। एकीकृत माओवादीका नेता पुष्पबहादुर बोगटीलाई हृदयघात भएको छ। हिजो राति 2 बजे बोगटीलाई हृदयघात भएको हो। बोगटीको अहिले काठमाडौँको शहीद गङ्गालाल हृदय केन्द्रमा उपचार भइरहेको छ। बोगटीलाई आइसियुमा राखेर उपचार गराएको र अहिले उहाँ खतरामुक्त अवस्थामा रहनु भएको पार्टी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो। बोगटीलाई भेट्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता डाक्टर बाबुराम भट्टराई लगायतका पार्टीका शीर्ष नेताहरू गङ्गालाल पुगेका थिए। यो हाम्रो रेडियो हो, यो हामी सबैको रेडियो हो, यो हाम्रा गाउँघरका खबर सुनाउने रेडियो हो, यो हाम्रा संस्कृति बचाउने रेडियो हो, यो हाम्रा गाउँघरका विकृति विसङ्गतिलाई अन्त्य गर्ने रेडियो हो, यो हाम्रा वृद्धको आवाज सुनाउने रेडियो हो। तपाईँ अहिले बिहान 9 बजेका बिहानी खबर विशेष सुन्दै हुनुहुन्छ। हामीसँग रेडियो रिपोर्ट र पत्र पत्रिका विशेष खबर बाँकी नै छन्। त्यसभन्दा पहिले खेल खबर। बैंककमा जारी एएफसी अन्डर 16 च्याम्पियनसिप फुटबलको 16 चरणको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग पराजित भएको छ। हिजो भएको खेलमा नेपाल 4-1 गोल अन्तरले पराजित भएको हो। नकआउट चरण प्रवेशको सम्भावना कायम राख्न अब नेपालले उज्बेकिस्तान र कुवेत विरुद्धको खेलमा भर पर्नुपर्नेछ। कुवेतले उज्बेकिस्तानलाई ठूलो अन्तरले पराजित गरे मात्र नेपाल गोल अन्तरका आधारमा अघिल्लो चरण प्रवेश गर्न सक्नेछ। विश्वकपको आश रहनेछ। राजामंगला रङ्गशालामा भएको खेलमा नेपालले 4औं मिनेटमा नै गोल खाएको थियो। खेलको 26औं मिनेटमा अनन्त तामागले हेड गोल गर्दै नेपालको तर्फबाट 1 गोल फर्काउनु भएको थियो। लगतै कोरियाका हान काङले गोल गर्दै कोरियालाई 3-1 को अग्रता दिलाए। नेपाली गोलरक्षक अघि बढेको मौकामा कोरियन खेलाडीले हेड गोल गर्दै पहिलो हाफमा 4-1 को अग्रता दिलाए। दोस्रो हाफको खेलमा नेपाल र उत्तर कोरिया दुवै टिमबाट गोल हुन सकेन। खेल खबर पछि अब पालो रिपोर्टको। आज हामीले जिल्लावासीको सांस्कृतिक पर्व अनन्ते विशेष देउडा तथा दोहोरी प्रतियोगिताको रौनक, स्थानीयको उत्साह र पारखीको मोहमा आधारित एक रिपोर्ट तयार पारेका छौं। कुरा सचेतनाका अभियान संस्कृति बचाउने। सुदूरपश्चिमको मुटुको ढुकढुकी भनिने देउडा यस क्षेत्रका स्थानीय चाड पर्व र मेलाहरूको महत्व दिन प्रतिदिन घट्दै गइरहेका बेला देउडा गीतको संरक्षण र सहयात्री दोहोरी गीतलाई पनि बनाउँदै गाउनुपर्ने देउडा गीत समेट्नुपर्ने महिला शिक्षा, अर्कातिर जिल्लामा खुला दिशामुक्त अभियान सञ्चालन भइरहेका बेला मङ्सिर 4 गते भित्र सिङ्गो बाजुरालाई कसरी दिशामुक्त बनाउन सकिन्छ, यी विषयका सचेतना दिन अनन्ते मेलाको मौका छोपेर सदरमुकाम मार्तडीमा खुला देउडा तथा दोहोरी गीत प्रतियोगिता गर्यो। हजारौं दर्शक र सहभागितामा देउडा तथा दोहोरी प्रतियोगितामा पुराना तथा नयाँ पुस्ताका देउडा खेलाडी र लोक दोहोरीका पारखीहरूको पनि त्यत्तिकै बाक्लो उपस्थिति थियो। गीतहरूले यस्तै भन्दै थियो, कहाँ फोहोर छ, कहाँ सफा छ, कुन ठाउँ खुला दिशा मुक्त भए, कुन ठाउँ बाँकी छ, कुन ठाउँलाई खुला दिशा मुक्त पार्न कसले असहयोग गरिरहेका छन्। यस्तै सचेतनामूलक चर्चा परिचर्चा सहित दिनभर दर्शक रमाए भने गायक गायिकाले आफ्ना मनका बेलाउना र संस्कृति संरक्षणका लागि सचेतनाका गीत गाए। यसरी कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनुभएका नेकपा एमाले जिल्ला कमिटी बाजुराका उपसचिव गगन रावल भन्नुहुन्छ, हामीले मनाउने परम्परा चाल चलन जस्तै सरसफाई र चर्पी पनि सभ्यता बन्नुपर्छ। हामी सभ्यतामा विकास निर्माण गर्नुपर्छ भन्ने ठान्छौँ। संस्कृति हाम्रो सभ्यता हो, हामीले नाचिराखेका छौँ, त्यसभित्र हाम्रो संस्कृति लुकेको छ, हाम्रो परम्परा लुकेको छ। यसलाई समृद्धि गर्नु हाम्रो दायित्व हो। त्यो सँगसँगै हामी एउटा सभ्यता, एउटा राम्रो महलमा बस्न सक्छौँ। बाहिर खुल्ला बाटोमा आउड्यौँ भने हामी धनी ठहरिनौँ, हामी गरिब ठहरिन्छौँ।
हाम्रो सभ्यता गरिब ठहरिन्छ। कुरा यतिमा मात्र सीमित रहेन। हामी सरसफाइमा पछाडि पर्नुको कारण जनचेतना अभाव हो। कोही जानेर सरसफाइ गरिरहेका छैनन् भने कोही नजानेर। अनि यी सबै कुराहरूलाई मूर्त रूप दिनका निमित्त घरमा महिला शिक्षित हुन जरुरी छ भनेर तर्क गर्नेहरूको पनि कमी छैन। घर शिक्षित भयो भने समाज शिक्षित हुन्छ, समाज शिक्षित भयो भने सामाजिक रूपान्तरण गर्न सजिलो हुन्छ। पछिल्लो समयमा शैक्षिक क्षेत्रमा महिलाको सहभागिता बढ्दै गइरहेको बताउनुहुन्छ सहायक जिल्ला शिक्षा अधिकारी सूर्यबहादुर सिंह। र अहिले पहिलाको तुलनामा महिलाहरूको संख्या वृद्धि पनि भएको छ। त्यस्तै साक्षरता कार्यक्रम पनि सञ्चालन गरेको छ। महिला साक्षरता कार्यक्रमहरू पनि सञ्चालन भएका छन् र त्यसमा पनि महिला सहभागिता चाहिँ वृद्धि हुँदै गइरहेको छ। संस्कृति संरक्षण र सचेतना दिन आयोजना गरिएको प्रतियोगितामा बाजुरा जिल्लाका 4वटा गाउँ विकास समितिको निकै चर्चा परिचर्चा भयो। जुकोट, रोगी, कोल्टी र मार्तडी गाउँ विकास समितिका सचिव आफूहरू तीव्र रूपमा सरसफाई अभियानमा लागिरहेको यसरी बताउँछन्। शौचालय नबनाएका व्यक्तिहरूलाई पत्राचार पनि गरिसकेको छ। 20 गते भित्र शौचालय बनाउने र त्यो भित्र शौचालय नबनाउने व्यक्तिहरूलाई हामी सार्वजनिक सेवाहरू दिनबाट पनि वञ्चित गराउनेछौँ, आवश्यकीय सेवाहरूबाट पनि वञ्चित गराउनेछौँ भन्ने खालका निर्णय पनि हामीले गरेका छौँ। हामी र हाम्रो समुदायमा चल्दै आएका संस्कृतिहरूलाई हामीले सकारात्मक बाटोबाट लिने हो भने अवश्य पनि सामाजिक रूपान्तरण देखिन्छ। खुला मञ्चमा दिनहुँ आयोजना गरिने भाषणका कार्यक्रम भन्दा यो कार्यक्रममा दर्शकको सहभागिता उल्लेख्य बढी नै देखिन्थ्यो। समुदायले अहिले भाषण होइन मनोरञ्जन मार्फत सचेतना दिन खोजिरहेको छ। हामी र हाम्रो समुदायमा रहेका संस्कार सुदूरपश्चिमेलीको ढुकढुकी देउडा मायाप्रीमा मात्र सीमित नभएर विभिन्न सचेतनामूलक शीर्षक सहित देउडा र दोहोरी गीत प्रतियोगिता गर्ने हो भने एकातिर हाम्रा संस्कृतिहरू जगेर्ना हुँदै नयाँ पुस्ताले सिक्ने अवसर पाउँछ भने अर्कोतिर समुदायमा विभिन्न किसिमका सचेतना छर्न सकिन्छ। रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सहकर्मी बसन्त विक। त्यसै गरी हामीसँग हुम्ला राया गाउँ विकास समितिका महिला मदिरा नियन्त्रणको अभियानमा जुटेका छन्। मदिराका कारण समाजमा अनेक विकृति भित्रिएको भन्दै रायाका आमाहरूले नेपालका ठूला चाड दशैं र तिहारको पूर्व सन्ध्यामा वडा 4 देखि 6 को क्षेत्रभित्र मदिरा निषेध गर्ने निर्णय गरेका हुन्। बैतडीको महाकाली गाविसमा अवैध रूपमा मदिरा कारोबार हुँदा महिला र बालबालिका बढी प्रभावित भएका छन्। छिमेकी गाविसबाट फुटकर रूपमा मदिरा खरिद गरी ठाउँ ठाउँमा बेचबिखन हुँदा महिला तथा बालबालिका निकै प्रभावित भएका हुन्। विद्युत ट्रान्सफर्मरमा खराबी आएपछि बैतडीको दशरथ चन्द्र नगरपालिका वडा नम्बर 8 र 9 मा एक सातादेखि विद्युत सेवा अवरुद्ध भएको छ। सेवा अवरुद्ध हुँदा 100 भन्दा बढी घर परिवार अन्धकारमा बस्न बाध्य भएका छन्। नेपालका प्रज्ञाहरूको साझा सभाको रूपमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्यमा कर्णाली अञ्चलबाट पहिलोपटक हुम्ला गोठी गाविस 7 का केबी सिम्पल अर्थात् काली बहादुर शाही सदस्यमा नियुक्त हुनुभएको छ। कला र साहित्य विधामा कलम चलाउँदै आएका शाही प्राज्ञी क्षेत्रमा लामो योगदान पुर्याए बापत सदस्यमा नियुक्त हुनुभएको हो। बिहानी खबर विशेषमा अब सुनौ दैनिक पत्र पत्रिका विशेष खबर। प्रधान सेनापति गौरव शमशेर जबरा सरकारी खर्चमा निजी भ्रमणमा निस्केका छन्। शुक्रबार कंगो र दक्षिण सुडानमा शान्ति स्थापक मिसनको निरीक्षण भ्रमणमा गएका प्रधान सेनापति जबरा केन्यामा भने व्यक्तिगत भ्रमणमा गएका हुन्। प्रधान सेनापति जबराले भ्रमणका क्रममा केन्याका उच्च सैन्य अधिकारीसँग औपचारिक भेटवार्ता गरेको सूचना नेपाली सेनाले सञ्चार माध्यमलाई सम्प्रेषण गरेको छ। तर उनी सरकारी खर्चमा केन्याको निजी भ्रमणमा गएका हुन्। स्रोतका अनुसार प्रधान सेनापति नेतृत्वको भ्रमण टोलीको खर्चका लागि सरकारले 15 लाख रुपियाँ दिएको छ। प्रधान सेनापति जबरा नेतृत्वको उच्च स्तरीय टोली 15 देखि 22 भदौसम्म कंगो र दक्षिण सुडानको भ्रमणमा थियो। औपचारिक कार्यक्रम सकिएपछि 23 देखि 28 भदौसम्मको बिदा मिलाएर जबरा केन्या भ्रमणमा गएका हुन्। उनी त्यहाँबाट अबुधाबी हुँदै शनिबार काठमाडौँ फर्कदैछन्। आजको नयाँ पत्रिकामा खबर छापिएको छ। संयुक्त अधिराज्य बेलायतको एक हिस्सा स्कटल्याण्ड स्वतन्त्र देश हुने कि नहुने भन्ने मुद्दामा मतदान हुनु 9 दिन अघि गरिएको मत सर्वेक्षणले स्वतन्त्र स्कटल्याण्ड पक्षमा बहुमत देखिएपछि विश्व ध्यान बेलायततिर तानिएको छ। बेलायत टुक्रिँदा त्यहाँको तरङ्ग विश्व अर्थतन्त्रमै पर्ने विश्लेषणसँगै सेप्टेम्बर 18 अर्थात् असोज 2 मा हुने जनमत संग्रह सबैको चासोको विषय बनेको हो। जनमतको परिणामले स्कटल्याण्डलाई स्वतन्त्र राष्ट्रका रूपमा पदार्पण गराए। त्यसबेला बेलायत र समग्र विश्वमा कस्तो असर पर्ला भन्ने लेखाजोखा सुरु भएको छ। मत सर्वेक्षण सार्वजनिक भएपछि विश्व बजारमा बेलायती मुद्रा
स्कटल्यान्ड पाउन्ड कमजोर बनेको सन्दर्भलाई सेप्टेम्बर 18 को सम्भावित परिणामसँग जोडेर हेर्न थालिएको छ। खबर आजको नागरिक दैनिकमा छापिएको छ। संविधान सभा बाहिर रहेका दललाई पनि सहभागी गराएर संविधान निर्माण गर्ने पहल अन्तर्गत सर्वपक्षीय राजनैतिक सभा गर्ने भनिए पनि एक दिन अघि कि पछि भन्ने विवादमा अड्किएको छ। कांग्रेस एमाले माओवादी र नेकपा माओवादी बीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार करिब 5 घण्टा छलफल भए पनि सभा भदौ 31 गते कि गर्ने कि असोज 1 गते गर्ने भन्नेमा सहमति जुट्न सकेन। संविधान सभा चुनाव बहिष्कार गरेको नेकपा माओवादीसँग पनि नयाँ संविधानका विषयवस्तुबारे सहमति जुटाउन सर्वपक्षीय सभा गर्न 4 दल सहमत भएका छन्। बैठकमा सहभागी कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काका अनुसार कांग्रेस एमाले भदौ 31 गतेसम्ममा सभा गरिसक्नुपर्ने धारणा राखेको भन्नुभयो। नेकपा माओवादीले असोज 1 गते भन्दा अगाडि गर्न नसकेको खबर अधिकांश पत्र पत्रिकामा छापिएको छ। भारतसँग विद्युत व्यापार तथा प्रसारण लाइन सम्झौतामा प्रारम्भिक हस्ताक्षर भए लगत्तै नेपालको विद्युत क्षेत्रमा अन्तर्राष्ट्रिय लगानीकर्ताको चासो बढ्न थालेको छ। सम्झौतालाई अन्तिम रूप दिएपछि भारतीय बजारमा नेपालमा उत्पादित जलविद्युतले सहज प्रवेश पाउने भएपछि विदेशी लगानीकर्ताको चासो बढेको हो। आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। मलेसियामा बस दुर्घटनामा परि घाइते पर्वत बाजुङका प्रेमबहादुर रेग्मीले 1 करोड 12 लाख क्षतिपूर्ति पाएका छन्। नागरिकमा प्रकाशित सूचना समाचार अनुसार सन् 2010 जुलाईमा मलेसिया पुगेका रेग्मी JCBysDD कम्पनीमा आउट सोर्स कामदारको रूपमा कार्यरत थिए। सन् 2012 जुलाई 12 मा काम सकेर होस्टेल फर्कने क्रममा दुर्घटना भएको थियो। अध्यागमन विभागको अनुसन्धानले द्वन्द्वग्रस्त राष्ट्र सिरियाका नागरिकले जाली राहदारी प्रयोग गरी युरोप र अमेरिका जान नेपाललाई ट्रान्जिट बनाउने गरेको खुलेको छ। पछिल्ला महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाली राहदानीका साथ पक्राउ परेका सिरियाका नागरिकले आफूलाई शरणार्थी दावी गर्दैनन्। पक्राउ पर्ने व्यक्तिहरू फरक भए पनि उनीहरूले जाने गन्तव्य एउटै बताउने गरेका छन्, युरोप वा अमेरिका। पक्राउ पछि बयानमा उनीहरूले यो कबुल गरेका छन्। आजको नागरिक दैनिकमा खबर छापिएको छ। सरकारले पोलियो प्रभावित 10 देशबाट नेपाल भित्रने विदेशी नागरिकका लागि भिसाको साथमा पोलियो रोग विरुद्धको औषधि खाएको प्रमाणपत्र अनिवार्य गर्ने भएको छ। पोलियोको रोगमुक्त भइसकेको नेपालमा ती देशबाट आउने नागरिकबाट रोग नभित्रियोस् भन्नका लागि औषधि खाएको प्रमाणपत्र पेशको व्यवस्था लागू गर्न लागि खबर आजको नयाँ पत्रिकामा छापिएको छ। नेपाल विद्यार्थी संघको 11औं महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधि काठमाडौँ आउन थालेका छन्। तर कोकिएको मिति आउन 2 दिन बाँकी रहँदा समेत महाधिवेशन हुने नहुने अनिश्चित बनेको छ। धेरै पटक घोषणा गर्दै स्थगित गरिँदै आएको नैविसङ्घको महाधिवेशन पछिल्लो पटक 29 देखि 31 भदौमा काठमाडौँमा गर्ने तोकिएको छ। तर माओ पार्टी कांग्रेसमा विवाद र व्यवस्थापनको तयारी समेत नभएकोले महाधिवेशनबारे विद्यार्थी नेताहरू नै अलमलमा परेका छन्। नैविसङ्घको महाधिवेशन सम्पन्न गर्न कांग्रेसले महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा निर्देशन समिति गठन गरेको छ। तर समितिका नेताहरूमा विवाद भएपछि महाधिवेशन अन्यलमा परेको खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ।